नमस्ते, म विष्णु विवेक। म यति बेला अमेरिकाको कोलोराडोबाट बोल्दैछु। दुःखद खबर भनौँ या सुखद खबर भनौँ या चिन्ताको खबर भनौँ या तनावको खबर भनौँ, अमेरिकाबाट फेरि अहिलेसम्मकै सबैभन्दा ठुलो सङ्ख्या अर्थात् 37 जना नेपालीलाई स्वदेश फर्काइएको छ, अर्थात् नेपाल फर्काइएको छ। त्यो पनि डिपोर्ट गरेर अमेरिकी सरकारले विमान नै चार्टर गरेर 37 जना नेपालीलाई नेपाल फर्काएको छ, जुन अवैध बाटो अर्थात् तल्लो बाटो अर्थात् पनामाको जङ्गल मेक्सिकोको सीमा पार गरेर अमेरिका टेकेका थिए। उनीहरूलाई लामो प्रक्रियापछि अमेरिकी सरकारले जहाज नै पठाएर उनीहरूलाई नेपाल फर्काएको हो। यो खबरले जति धेरै सनसनी मचाएको छ, ती डिपोर्ट भएका नेपालीहरूमा तनाव, ती परिवारमा चिन्ता र त्यो समाज र गाउँमा त्यत्तिकै ठुलो समस्या पनि निम्त्याएको छ। धेरै ठुलो सपना बोकेर अमेरिका आएका थिए, तर उनीहरू यहाँ बस्न पाएनन्। सम्भवतः उनीहरूलाई जेलमै राखिएको थियो वा जेलबाट बाहिर निकालिएका थिए, अर्थात् प्रक्रिया पुरा गरेर आएका थिए वा कुनै अन्य समस्या परेर वा त्यस्तो नियम उल्लङ्घन गरेर फर्काइएको भन्ने त खुलेको छैन। तर अहिलेसम्मकै धेरै 37 जनालाई एकैपटक डिपोर्ट गरिएको घटना चाहिँ अहिलेसम्मकै ठुलो हो। यसअघि अमेरिकी सरकारले एकपटक 7 जना र त्योभन्दा पछि 12 जना नेपाल पठाइएको थियो। 7 जना मध्ये 6 जनालाई विमान नै चार्टर गरेर पठाइएको थियो भने बाँकी पछिका 10 जनालाई विभिन्न विमान मार्फत पठाइएको थियो, डिपोर्ट गरिएको थियो। अब यसले हेर्दा अमेरिकी तनाव, अमेरिकी सपना जति ठुलो छ त्यति नै कठिन पनि छ र यो सुरक्षित छैन। जुनसुकै बेला जे पनि हुनसक्छ। यसै पनि ज्यान दाउमा राखेर अमेरिका टेकेका धेरै नेपाली दाजुभाइका लागि यो चिन्ताको विषय हो। किनभने उनीहरू जुन ठुलो सपना, जुन ठुलो ऋण गाडेर आउँछन्, 1 करोड अब दलाललाई बुझाएर अमेरिका आउँछन्, तल्लो बाटो भएर आउँछन्। बाटोमा कहाँनिर ज्यान जाने त्यसको ठेगान हुँदैन, तैपनि जोखिम मोलेर आउँछन्। तर यहाँ बस्न सहज छैन, यहाँ टिक्न सहज छैन, यहाँ कानुनी अडचन पार गरेर स्थापित हुन सहज छँदै छैन। त्यसैले यो घटनाले फेरि एकपटक पाठ सिकाएको छ। अब त्यसरी नेपाल फर्काइएका, डिपोर्ट गरिएका नेपालीहरू जसलाई ललाई फकाई धेरै कमाई हुन्छ भन्ने प्रलोभन देखाएर अमेरिका ल्याइएको थियो। दलालहरूले मोटो रकम लिएर उनीहरूलाई अमेरिका टेकाएका थिए। अब उनीहरू विरुद्ध मुद्दा चल्छ कि चल्दैन एउटा महत्त्वपूर्ण पाटो हो, तर यो यसै भन्न सकिने अवस्था पनि छैन। किनभने यसले धेरै विषयहरू ल्याएको छ, तनावहरू थपेको छ। यो भोलिका दिनमा के हुन्छ भन्ने पनि यकिन छैन। त्यसैले यस्ता विषयहरूमा खास गरी अमेरिका आउने, अमेरिका त्यो पनि अवैध बाटोबाट आउने कुरा फेरि एकपटक सोचेर मात्रै कदम अगाडि बढाउन, पाइला चाल्न म आग्रह गर्दछु। होइन भने यही अवस्था धेरैको हुन सक्छ। किनभने हामी नहुने काममा जोखिम मोल्नुभन्दा बढी हुने काममा जोखिम मेलौँ, जसले भविष्य पनि सुन्दर बन्छ, वर्तमान पनि सहज बन्छ र ठुला सपनाहरू पनि बिस्तारै बिस्तारै पुरा हुन्छन्। हामी एकैपटक अमेरिका आएर धेरै पैसा कमाउँछौँ भन्ने जुन सपना देखाइएको छ त्यो भ्रम हो। अमेरिकामा एकैपटक धेरै पैसा कमाउनै सकिँदैन, कमाए पनि त्यो बचाउनै सकिँदैन। म आफै त्यसको उदाहरण हो। किनभने ठुलो सपना बोकेर आइन्छ, यति पैसा, यति लाख, उति लाख कमाउँछु भन्ने हुन्छ, त्यो हुँदैन। त्यसैले एकपटक अमेरिका आउनुभन्दा अगाडि बुझेर मात्रै आउने गरौँ। त्यसरी दलालले फसाएकै भरमा, फकाएकै भरमा पैसा हात नपारौँ। आफ्नो जीव, ज्यान, परिवारलाई पनि सुरक्षित राखौँ। किनभने तपाईँ त अमेरिका टेक्नु होला, तपाईँ बिच बाटोमै पुग्न नसक्नु होला। अमेरिका बिच बाटोमै तपाईँलाई तलमाथि के होला, तर परिवारलाई ठुलो बोझ हुन्छ, ऋणको भार हुन्छ। त्यसैले अर्को परिवारको पनि ज्यान जान सक्ने डर हुन्छ। त्यसैले मेरो आग्रह, फेरि एकपटक अमेरिका आउने कुरा सपना होइन, मजाक होइन। अमेरिका आफैमा संसारको सबैभन्दा शक्तिशाली देश हो। यहाँ आउनुभन्दा अगाडि आफू कति भित्रैदेखि शक्तिशाली छु, आफू कति सक्षम छु भन्ने कुरा एकपटक सोच्न जरुरी छ। त्यसैले यसरी 37 जना नेपाली फेरि डिपोर्ट गरिनु दुःखद मात्र होइन,
नेपालीका लागि अर्को चिन्ताको विषय हो पनि हो। यतातिर पनि सोच्ने गरौँ। धन्यवाद।